हेलो एभ्रिवान, गुड मर्निङ। आज 2082 साल चैतको 22 गते इस्वी सम्मत 2026 अप्रिलको आज 5 तारिक। यो आइतबारको दिन, यसो छुट्टीको दिन। म चाहिँ सदा चाहिँ छुट्टीको दिनमा चाहिँ हल्का यो जगिङ गर्न आउँछु यो जङ्गलमा। एकदम मौसम यति राम्रो छ है, एकदम दामी मौसम। धेरै चिसो पनि छैन, गर्मी पनि छैन है। अब यो ठ्याक्क अब यो चिसो सकिएर ठ्याक्क गर्मी सुरु हुँदैछ। यो यहाँ जङ्गलमा छु म। यो सधैँ आउँछु यो जङ्गलतिर होइन। यस्तो राम्रो फ्रेस हावा आउँछ, यति आनन्द हुन्छ क्या है मन चाहिँ। अनि हेर्न सक्नुहुन्छ यो पारी, यो चाहिँ पालुवाहरू चाहिँ पलाउँदैछ कि। यो अब अस्तिसम्म सबै झरेर सबै खतम भएको थियो, अब यो पालुवा पलाउँदैछ। अनि यो अचम्म एउटा कुरा चाहिँ, पारिपट्टिको यो हरियो जङ्गल चाहिँ यो सदाबहार यस्तै हरियो नै हुन्छ क्या। यो हरियो जङ्गल हुन्छ। यो चाहिँ यो सल्ला हो। यो धेरै ठुलो पनि हुँदैन, सानो सानो सल्ला छ। यो कहिल्यै झर्दैन, न चिसोमा झर्ने न केमा, यो गर्मीमा पातै झर्ने, यस्तै हरियो हुन्छ। अनि यिनीहरू चाहिँ यो कटुसहरू के छन् कुनै। अनि यो माथिपट्टि चाहिँ यो पुरै यहाँको सरकारले यो जङ्गलहरू चाहिँ बढी एकदम घना भयो भनेर, एकदम बाक्लो भयो अनि भनेर सबै फडानी गरेको छ क्या। सो जो रुख मात्रै राखेर बाङमोटिङ सबै काटेर यस्तो उचाइलो बनाएको छ। अनि म यो बाटोमा छु। यो बाटो चाहिँ यहाँको मुढाहरू लिनको लागि बनाएको गराबेली बाटो यो भ्याकुले खनेको। अनि तल चाहिँ पिच रोड छ। म आउँछु सदा चाहिँ छुट्टीको दिन चाहिँ यसो घुम्न। एकदम मन आनन्द हुन्छ यो ठाउँमा आयो भने चाहिँ। मनै हरहर हुन्छ, शीतल हुन्छ है। म आउँछु लगभग मेरो त्यहाँ कम्पनीदेखि यहाँसम्म आउन मलाई रनिङमा चाहिँ हल्का रनिङमा मलाई 15-20 मिनट लाग्छ यो ठाउँमा आउन। आउँछु अलि उतातिर चाहिँ एकदम शीतल ठाउँ छ। उता फेरि अझै उता 2टा पोखरी छ, एकदम राम्रो छ है। यहाँदेखि यसो जाने रमाइलो छ मौसम। म जाँदैछु तलतिर। अब सकियो है आजको एक्सर्साइज सकेँ मैले। अब फर्किँदैछु, ओह्रालोमा छु। यहाँदेखि लास्टै ओह्रालो छ। अस्ति मलाई यहाँ 2टा कुकुरले तर्साएर मलाई बाटो छेकेर म उता जङ्गला मान्छे, तिनीहरू 2टा कुकुर भेट्यो क्या। म फेरि लास्ट कुकुरदेखि डराउने मान्छे होइन। अनि त्यो कुकुर पनि खासमा तलतिर आउनु लागेको रहेछ। अनि माथि उता जा भन्छु कुकुरलाई, फेरि तलतिरै आउँछ। अनि मलाई यस्तो गर्यो है त्यो कुकुरले, साथै लियो नि। आखिर म सँगसँगै पछि आयो, तर टोक्नु चाहिँ रहन्छ। कुकुरले चाहिँ नटोक्दो रहेछ, तर डर चाहिँ लाग्यो क्या अचम्मै। अब झ्याप्पै पारिदिने हो कि म फेरि यस्तो जाँगेमा आउँछु नि त। अनि झ्याम्मै पारिदियो भने फेरि भनेर म माथि गएको गाइस। यहाँदेखि पनि जान्छ, 2टा पोखरी छ उतातिर, यहाँ माथितिर जाने हो। यति राम्रो छ मौसम है। खासमा किन भाग्यो भनेपछि त्यहाँ यसो हेरेको कुकुर छ कि जस्तो लागेर फेरि दौडेर तलतिर झरेको क्या। त्यहाँ एउटा मान्छे आइरहेछ क्या। अनि त्यो मान्छेहरूले कुकुर लिएर हिँड्छ क्या। कुकुर यो छुट्टीको दिनहरू चाहिँ यो वनमा पालेहरू छ क्या। यो वनमा पालेले पनि कुकुर लिएर हिँडिहाल्छ हो। यस्तो झ्याङको कुकुर छ क्या त्यो कुकुर चाहिँ। अनि पुरा जङ्गलमा लिएर आउँछ क्या त्यो पालेहरू आउँछ। अनि लास्टै डर लाग्छ कुकुर भनेपछि। ल गाइस, म चाहिँ यो पोखरीमा आइपुगेँ। यहाँ यस्तो दामी हुन्छ यो पोखरी चाहिँ। वाह, यस्तो दामी पोखरी छ कि यो चिसोमा पुरै जम्छ क्या, वरदेखि परसम्म पुरै जम्छ। अनि हामी स्केटिङ खेल्छौँ कहिलेकाहीँ गाइस होइन। एकदम हरियो होइन मौसम। माथि निलो आकाशमा सेतो बादल, तल एकदम सफा पानी। अनि म जानुपर्ने उता हो। ल गाइस, सबैलाई बाई बाई भन्दै तपाईँहरूको दिन शुभ रहोस्। टाटा बाई बाई।